यो चुनाव जितेर मात्रै केही हुँदैन रहेन त चुनाव मात्रै जितेर हुन्छ भनेर कांग्रेस र एमालेको दुई तिहाई थियो नि अस्तिको संसदमा के नाच्यो त्यो दुई तिहाईले त्यो भाग्नु पर्यो हेलिकप्टर चढेर भाग्नु पर्ने दुई ठिक भनिस् हत्यारा 17,000 को हत्यारा देशको अर्थतन्त्र कहाँ पुग्यो तेरो परिवार बनाइस परिवार पनि हुन त पापले सिद्धि नै सकेको छ बुढी मरे त्यसरी छोरो मरे त्यसरी अब तेरो केही रहन्छ जस्तो त लाग्दैन पाप त कराउँछ ठुलो चाँडो अहिले दुनियाँ चाहिँ यता र उता पोलिटिक्स गरेर दुनियाँ सोझा जनतालाई किनेर भिडाएर सिंहदरबार जलाउन लाएर अहिले जेनजी आएपछि आफै जेनजीको लिडर हुँ भनेर कहिले सत्ताबाट बाहिर निस्किनु नचाहने सत्ताबाट बाहिर निस्किसक्दा जेल जाने तयारी गर्नु परिहाल्छ त्यही भएर होला संसार देशभन्दा धनी भएर बसेको छ आतंककारी सामन्तवाद पनि के भन्दै भारतसँग सुरुङ युद्ध गर्छु भन्ने अहिले 6-7 घण्टा देश कुन कसको हातमा थियो भनेको छ फेरि देश जलाए भन्ने पनि मै अहिले फेरि छोराछोरीदेखि लिएर यी झोलेहरू सब यसैले जित्छ यसैले चाहिँ देश को आवश्यकता हो यसैले मात्र देश बचाउँछ अरूले गर्दैन भनेर हात धोएर सबजना लागिपरेका छन् मासु भातमा बिकेर कस्ता कस्ता देशमा कस्ता कस्ता मान्छेहरू नेताहरू मारिएर गए केही भएन यो आतंककारी बिना देश चल्दैन होला त सबै देशको राज्य संस्था व्यवस्थादेखि लिएर सबै अर्थतन्त्र सबै छोराछोरी नाति नातिना कता कता आफन्त आसेपासेदेखि बाहेक अरूले केही पाएको छैन सबैले देखि नै रहेको छ यसकै पार्टीको नेताले पनि यसको गुरु यसलाई जुनले यो माओवादी यहाँ पुर्यायो त्यसले नै पनि अहिले यो चोर यो आतंककारी हो यसले केही गर्दैन यो काँध जोडेर जता स्वार्थ छ जता मिल्छ जताबाट पैसा आउँछ त्यतै लाग्छ भनेर भनेको छ भिडियो अन्तिमसम्म हेर्नु होला हाम्रो पार्टीले चुनावमा नजित्यो भने देश खत्तम हुन्छ भनेर बाहन गर्छ लास सर्वन लागि ल हेर्नुस् त दस्तबाज देशलाई ध्वस्त पारेछ एमसिसीमा पुरै गलेर गयो हैन यो मोहन वैद्य त एकजना एक्जाम्पल मात्रै हो देशैभरि यसलाई कसैले पनि मन पराउँदैन अरू नै नेताहरू पनि यो एकदमै आतंककारी यो आफूलाई मात्रै हेर्ने हो के नेता